आज हामी के बनाउन गइरहेका छौँ त्यो मलाई थाहा छैन। आशिष सरप्राइज के भन्छ गाइस, हेर्नुहोस् न आशिषले के सरप्राइज बनाइरहेको छ। हामी खाएपछि थाहा हुन्छ। सो स्टे ट्युन। त्यो पराठा बनाउनलाई 1 कप सत्तु चाहियो है। त्यो चाहिँ चनाको सत्तु हो। 2टा मिडियम साइज प्याज अनि एउटा 2टा चिल्ली खुर्सानी। अझ बहिनी हाल्नु अझै यति अझै बहिनी चाहिँ त कति हो यति अझै बहिनी भयो। अजवाइनको धुलो अझै बहिनी भयो। नुन सल्ट जस्ट फर टेस्ट। निचोडी त्यसलाई निचोडी हाल्ने यति खुन्फिजहरू त्यही सुकिरहेको छ हेर्नु। त्यही त्यसकै त 15 अब केही दिनको कुरा हो गाइस। हाम्रो यो किन्नुपर्ने जुक हामीले यो लास्ट जुको हाम्रो अबको त्यसपछि हाम्रो यता बारी पुरै लट्रङ्गै जुक फलिरहेको छ है। अब त्यहाँ हामी जति पनि अनलिमिटेड जुक यदि हजुर चाहिएको छ भने 500 रुपियाँमा एउटा चुक भनेको चाहिँ कागती हो है। अब हाम्रो भाषा हामी चुक भन्छौँ कागती नै छ। यो चाहिँ के अरे आँपको अचार। खासमा के बन्दा हो क्या मैले बुझेकै छैन। त्यही त के भन्छ तर लास्टमा त्यस्तै हो। जहिले आलु पराठा खाने मान्छेले के भन्छ थाहा हुँदैन। अब यसलाई मजाले मिक्स गर्ने। थोरै तेल पनि हाल्ने कासिन्छ थोरै तेल पनि हाल्ने। ल गाइस फिलिङ चाहिँ रेडी हुन लागिसक्यो। यसरी खाँदा नि हुन्छ। यसलाई चाहिँ त्यो के अरे लिट्टी चोखा भन्ने त सुनेकै होला त होइन। यसरी खाँदा हुन्छ तर भुलेर टोयलेटमै बस्नुपर्छ 2 घन्टा। त्यो चाहिँ हो। पिठो मसला लगाएको यसमा चाहिँ अब कतिजना खाने मान्छे छ भने त्यही अनुसार आँटा मुस्ने। अलमोस्ट रेडी गाइस। अब यसमा चाहिँ केही गर्नु पर्दैन। डाइरेक्ट फिलिङ गर्ने अनि बेल्ने। अनि अब हामी के पराठाको लागि बल्स बनाउने। एउटा टप्पोको लागि 2टा टप्पोको लागि 2टा मेरो अनि 2टा क्यामेराम्यानको लागि। क्यामेराम्यान बसेर के एक्जाम अरे थ्याङ्क हो पढिस। तपाईँ प्र्याक्टिकल एक्जामको पढेर जान्छु। भोलि हाम्रो प्र्याक्टिकल एक्जाम सुरु छ। हाम्रो थ्योरी एक्जाम सकिएको लगभग 1 दिन 2 दिन मात्रै भयो आज लाएर। तर पनि हाम्रो एकदम चिन्ता छौँ। हामीलाई भोलि प्र्याक्टिकल के गर्ने थाहा छैन। मेरो चाहिँ कम्प्युटर मेडिसिनको प्र्याक्टिकल छ। यसो चाहिँ के अरे अप्सन दिएको छ। वी आर सो चिलिङ नट स्टडिङ। सो कान्छी चाहिँ नबोली नि कति धेरै त्यो छ है सब्सक्राइबर। कन्टेन्टमा राम्रो हुन्छ नि। गाउँको फुलहरू देखाउँछ बिचमा हाम्रो फुलहरू पनि देखाउँला। पुतली आएको हाम्रो चराचुङ्गी आएको हाम्रो आम देखाउँला बिचमा। अब हामी परोठालाई पकाउने मेन टाइममा चाहियो। यसलाई चाहिँ हामी हेर्नु दहीसँग या अचारसँग नि खानु मिल्छ।
ल गाइस हाम्रो फर्स्ट परोठा रेडी हुन लागिसक्यो। हजुरहरूले के को परोठा खानु भएको छ यसो कमेन्टमा लेखिदिनु होला। हामी कमेन्टै गर्न गएको हजुर लेखेर कमेन्ट मजाको खोलेको है। अब यता यो टमाटरको चटनी बनाइरहेको छौँ यो हाम्रो पराठाको लागि। यसलाई पहिला जिरा हाल्ने अनि तेल हाल्ने 80 रुपियाँ गरेर हो। र अब टमाटर बन्दैछ। यो जिन्दगानीमा टमाटर जस्तो यो साथीहरू एक दिन गलेरै जान्छ। स्कुलमा के सिकाएको के भन्छ यो यस्तो गाइस कलेज लाइफ। म नि हामी फर्स्ट टाइम बनाइरहेको परोठा घरमा चाहिँ खान्छु, यहाँ चाहिँ फर्स्ट टाइम बनाइरहेको। कस्तो पार्छ थाहा छैन तर मिठो पार्छ। उसले अब यो हप्ताको फर्स्ट टाइम आउँछु चाहिँ नभए उसले पकाउन आउँदैन। यो हप्ताकै फर्स्ट टाइम हो उसले होइन। नुन प्लिज आशिष नुन दाजु। टिमुरको छोप होइन हाङ भनेको कि टिमुरको छोप त्यसमा। यो चाहिँ हामीले बनाएको घरमा बनाएको टिमुरको छोप हो। एकदम पिरो मिठो मिठो छ। हजुरलाई यदि चाहिएको छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला। एउटा डब्बा कति 400 300 सस्तो नछ, हामी सस्तो दिन्छौँ। ओइ कति खान्छ आशिष? हाम्रो परोठा रेडी भयो गाइस। हजुरले घरमा ट्राई गर्नु अनि यस्तै मिठो बनाएर खानु है। एक्जाम हाम्रो बिचमा लाइन गएर अब सिलिन्डरमा दिनु भएछ गाइस। यस्तो अलिक गाह्रो भएछ। सोध्दैछौँ के को परोठा हजुर गेस गर्नु। अनि सिलौटोमा पिनेको के अरे चटनी। बेस्ट। यो लाइट पनि कस्तो भनेपछि खाने बेला चाहिँ आयो, चटनी मिल्ने बेला आएन कि। हामीलाई के भनेछ भन्दाखेरि मिठो खाऊ भन्ने भनेछ कि। बाबा ठुलो हुन्छ उसलाई कति लाग्छ? ल गाइस अब यस्तै मिठो मिठो खानेकुरा छिटो र सस्तोमा पाक्ने अनि राम्रो पाक्ने हेर्नलाई हाम्रो च्यानल सब्सक्राइब गर्नु। हाम्रो टप्पु र मेरो च्यानल सब्सक्राइब गर्नु।